नगर न त्यस्तो ओइ रोशन यहाँ आइज न त आइज न यो लिएर यत्तिकै लिएर गएर उसको आमालाई भन्न के छोरालाई विस गर्नु भनेर भोलि युट्युबमा हाल्छ लिएर लैजा न यो भिडियो गरेर। हेलो तिम्रो मम्मीलाई चाहिँ नि साथी विस गर्नु न राहुललाई ल युट्युबमा हाल्नु राहुललाई भनिदिनु फ्यामिली डल्ने ल ल ल ल म अलवेज छु I give him a move. I can use now. देउसी भन न देउसी
मलाई फोन गरेँ वर्ष कहिले भन्नु बुझ्नु भने के कुरा गर्नु अब मैले के भन्छु जति सक्दो काम गर कमाऊ बोल्दिन जिन्दगी लामो छ तपाईँभन्दा जति दिन सक्छ नि त इन्जोय गर्नु सक्छ तपाईँ सफिसियन्ट भयो इन्जोय गर्नु आउँदैन तर अब रौले चाहिँ दुःख पारे एकछिन चर्चेर गएको छ कि अनि बस्छ त्यही त अब बाबाको ब्लेसिङ थियो भनौँ न आफ्नो बलबिगार गएको होइन बाबाको ब्लेसिङ थियो गयो त्यो त भला लागेको भाइ सुन भोलि तपाईँले भिडियोहरू गरेको छु कि भोलि आफ्टरनुनमा भाइटिका सिका लगाएर त्यहाँदेखि म अपलोड गर्छु नि ल बेलुकाखेरि हेर साँझमा ल फेसबुकमा चाहिँ फेरि कन्ट्याक्टमा चाहिँ भर्छ केही छैन मन पऱ्यो होइन अस्ति हालेको भिडियोहरू ओ मतलब ओ कम्युनिटी बनाएको ल अब त अलि बाइकको हेऱ्यौ त्यो त अमितले गरेको मेरो आइडीबाट तिमी नि उताको गर न अन्त भने आइडी लेख न कमेन्ट त पाइहाल्छु नि भनेको मतलब त तिमी वहाँ कस्तो छौ भनेर अब तिमी आफूले गरेको भिडियो अपलोड गर्न सक्छौ अब र पनि अब तिमी कस्तो छौ भन्ने नि अब मोटायो कि पत्लायो कि भन्ने नि अब त्यो फोटो हेरेको र तिमीलाई अब त्यो हिँडेको बोलेको हेरेको अर्कै हुन्छ नि फोटो त हेरिहाल्छ नि त्यो त तिम्रोमा त हेरेँ नि मैले तिम्रो त फोटो के खाँदैछौ ल म भोलि म भोलि अपलोड गर्छु हेर न ल एकदम लाइभ तिम्रो घरको गेटदेखि खिच्दैछु गराउँदैछ न उसँग बात गर